बिहान सबैभन्दा छिटो उठ्ने पनि बुवा नै हुन् र राति सबैभन्दा ढिलो सुत्ने पनि बुवा। नमस्ते नमस्ते सबैलाई। आज म कुरा गर्न जाँदैछु एक यस्तो फ्यामिलीको बारेमा जुन फ्यामिलीको नाम हो मिडल क्लास। धनी पनि होइन र धेरै गरिब पनि होइन, तर सबैभन्दा प्रेसर चाहिँ यही फ्यामिलीमा हुन्छ। कसरी हुन्छ भन्ने कुराहरू म भन्छु नि त। बुवाको रियालिटी हेर्नुहोस्, फादर अफ रियालिटी, बुवाको रियालिटी हेर्नुहोस्। मिडल क्लासको बुवाको उहाँहरूको सपना आफ्नो लागि हुँदैन, उहाँहरूको सपना आफ्नो लागि हुँदैन। उहाँहरूको सपना भनेको छोराछोरीको फ्युचर, उहाँहरूको सपना भनेको छोराछोरीको फ्युचर। उहाँहरू जे देख्नुहुन्छ नि त्यो छोराछोरीको लागि मात्र देख्नुहुन्छ, आफ्नो लागि देख्नुहुन्छ। बिहान सबैभन्दा छिटो उठ्ने पनि बुवा नै हो र राति सबैभन्दा ढिलो सुत्ने पनि बुवा नै हो। तर आफ्नो थकान कहिल्यै देखाउँदैन, किन देखाउँदैन नबुझ्ने हो कि हामीहरू? ब्याङ्कको लोन हुन्छ, स्कुलको फी हुन्छ, माग्ने गरेको हुन्छ, अस्पतालको बिल हुन्छ। बुवाको रियालिटी, बुवा जे कुरा पनि साइलेन्ट, जे छ मनमै छ, बाहिर देखाउन चाहनुहुन्न। बुवा जे कुरा छ मनमै छ। अनि आमाको हेर्नुहोस्, आमाको रियालिटी, रियल हिरो हुनुहुन्छ। आमा त हाम्रो त झन् रियल हिरो हुनुहुन्छ। आफ्नो लागि नयाँ लुगा किन्दैन, नयाँ लुगा आफ्नो लागि किन्दैन, तर छोराछोरीको लागि भने जे सुकै पनि गर्छन्। आमा छोराछोरीको लागि जे सुकै पनि गर्छन्। बच्चाको लागि मिठो खाना दिनुहुन्छ, बच्चा बच्चीलाई हामीहरूलाई नि मिठो खाना दिनुहुन्छ। उहाँहरूको सेक्रिफाइस कुनै प्राइज हुँदैन, उनको आमाको सेक्रिफाइसमा कुनै प्राइज हुँदैन, कुनै मूल्य हुँदैन, कुनै पनि मूल्य हुँदैन। अनि त्यही छोराछोरीको प्रेसर हेर्नुहोस्। छोराछोरीको प्रेसर कस्तो हुन्छ भन्दाखेरि छोराछोरीको लाइफ पनि सजिलो हुँदैन। मध्यमवर्गीय छोराछोरीको लाइफ सजिलो हुँदैन। राम्रो पढ्नु पर्यो, राम्रो जब पाउनु पर्यो, फ्यामिलीको नाम राख्नुपर्छ। उहाँहरूको सपना कहिलेकाहीँ आफ्नो हुँदैन है, उहाँहरूको सपना कहिलेकाहीँ आफ्नो हुँदैन। फ्यामिलीको एक्सप्रेसन नै उहाँहरूको गोल हुन्छ। आमा बुवाको हामीबाट के एक्सप्रेसन राखेको छ कि त्यही नै गोल हुन्छ छोराछोरीको पनि। अनि सोसाइटीको त कुरै छ भने सोसाइटीले दिने भनेको हामीलाई प्रेसर मात्र हो, हामीलाई तनाव मात्र दिन्छ सोसाइटीले, अरू केही दिँदैन। सोसाइटीको बारेमा सोच्ने भने हामी कहिले सफल हुँदैनौँ, यो गर्यो, फलानाले ओ गर्यो, त्यो गर्यो, उसको छोरा विदेश गयो भन्छ सोसाइटीले चाहिँ। सोसाइटीले भन्ने भने त्यही, उसको छोरा यति कमायो, उसको छोराले यो गर्यो, ऊ विदेश गयो, फलानाले त यो गर्यो, फलानाले त ऊ गर्यो मात्र भन्छ। सोसाइटीको कामै त्यही हो कि हुँदा पनि काट्ने, नहुँदा पनि काट्ने। सोसाइटीले त्यो गर्छ। तिमीले सानो गल्ती गर्यौ भने नि तिम्रो अरूबाट धपाउन सोसाइटीको काम हो। त्यही भएर मध्यमवर्गीय परिवारमा जन्मेको छोराछोरीले सोसाइटीको बारेमा कहिले सोच्नै हुँदैन। यसले के भन्छ, त्यसले के भन्छ भन्ने, आफ्नो काममा काम राख्ने, समयमा घर आउने, समयमा काममा जाने, समयमै घर फर्किने। आफ्ना आमा बुवा, दिदी बहिनी, दाजुभाइसँग मिठो बोली बोल्ने, मिठो स्वभाव राख्ने। यसो गर्दाखेरि हाम्रो कुनै पनि दुःख, हामीलाई कुनै खालको पनि तनाव हुँदैन। एउटा नत्र त मैले भनिसकेँ नि, रियालिटी अलग हुन्छ। कसले बुझ्ने, कसलाई बुझ्ने, त्यस्तो समस्या पनि आइलाग्छ। सोसाइटीको कहिले सुन्नु हुँदैन, सोसाइटीलाई एभोइड गर्नुहोस्। आफ्नो गोल आफैले पुरा गर्नु, अरू आएर गरिदिने, अरू आएर त कसैले के गर्दैन, कुरा 2-4 कुरा भनिदिन्छ, त्योभन्दा बरु अरू केही पनि गर्नै दिँदैन, अरू केही गरिदिँदैन। अब मिडल क्लास फ्यामिलीको सबभन्दा ठुलो प्रब्लम भनेको पैसा मात्रै हो।
मिडल क्लास फ्यामिलीको सबैभन्दा ठुलो समस्या पैसा मात्र होइन, परम समस्या भनेको सपना। सपनाको नजिक पुग्दै जाँदा हाम्रो सपनाको डिस्टेन्स हो कि हाम्रो सबैभन्दा समस्या भनेको धेरैचोटि त मन रुन्छ यार, मन रुन्छ कि धेरैचोटि त मन रुन्छ, तर फ्यामिलीको अगाडि यस्तो देखाउनु त हुँदैन। फ्यामिलीको अगाडि त हाँसी खुसी देखाउनु पर्छ नि, अनि यस्तो हुन्छ। कसरी गर्ने, के गर्ने, कसैले कोही भनिदिँदैन, कोही सुनिदिँदैन। यदि तिमी पनि मिडल क्लास फ्यामिलीबाट हौ भने याद गर, तिम्रो पनि स्ट्रगल टेम्पररी होइन। तिम्रो स्ट्रगल, तिम्रो जुन मेहनत छ नि, त्यो स्थायी रूपले हुँदैन। मैले मेहनत गरेर भोलि आज गरेँ, आज कमायो भने भोलि छाडेँ भने म त्यस्तै हुन्छु भन्ने त्यो भ्रम नराख्नु। बट म एउटा कुरा हुन्छ, तिम्रो आमा बुवाले सेक्रिफाइस गरेको, जुन आमा बुवाले गरेको हाम्रो लागि त्याग गरेको छ नि होइन, त्यो चाहिँ वेस्टमा जान्छ। त्यो वेस्ट जानु हुँदैन। एक दिन तिमी सफल भएर देख। उनीहरूको आँखामा आँसु होइन, आँसु त होस् तर खुसीको आँसु होस्, दुःखको आँसु होइन। त्यो कुरा याद गर्नुहोस्। अनि म त भन्छु हरेक मध्यम वर्गीय परिवारलाई म रेस्पेक्ट गर्छु, मलाई आत्मादेखि सम्मान छ। यो भिडियो पनि मैले किन बनाएको भन्दाखेरि एउटा मध्यम वर्गीय परिवारको मैले धेरै कुरा त वर्णन गरेको छैन, मैले सर्टकट मात्र गरेको छु। धेरै लामो बनाउँदा पनि हुँदैन, सर्टकट मात्र बनाएको छु। हजुरहरूले बुझिदिनुहुन्छ। यदि तिमी पनि मिडल क्लास फ्यामिलीबाट हौ भने, कमेन्टमा प्राउड लेखेर जानुहोस्। यदि यो भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट गर्न नबिर्सनु। थ्याङ्क यू।